नमस्कार साथीहरू, स्वागत छ मेरो ब्लग भिडियोमा। यहाँ आमाले मकै पोल्दै हुनुहुन्छ हो, हेर्नुहोस्। ए यो बिहान बिहानको नास्ता चियासँग खाने। कसलाई मकै मनपर्छ ल भन्नु होला है साथीहरू। फेरि आगो बाल्दै हुनुहुन्छ, किन भने फेरि अब बाख्रालाई दाना। अनि के गरेछस्? लिची खाने। कोलाई यी यहाँ हुनुहुन्छ? ए होइन, उता जानुपर्छ। मिठो छ होइन, खल्लो खल्लो रहेछ। घरमै फलेको नि खल्लो, सुकेको भएर होला नि। खै उज्यालोमा आउनु न अरे। हाम्रो पुरी पाक्दैछ, बच्चाहरूको टिफिन स्कुलको बुढीले पकाउँदैछ। आज बच्चाहरूले पुरी र सब्जी खाने रहर गरे, त्यही भएर अब यहाँ आमा कुर्सीमा बसिसक्नु भएको छ। मकै खाएर नि भ्याइसक्नुभयो। ए यहाँ रहेछ। यहाँ आगो बाल्दै हुनुहुन्छ। फेरि यो बाख्राहरूको लागि कुडो बनाउनको लागि। बाख्राहरू कहाँ छन् आज? सबै घरमा छन् आफ्नो। ए तिमीलाई निकाल्नु भएको छैन आमाले? अहिले घाम लाग्न देऊ, फेरि निस्किन्छौ तिम्रो। मुनु मुनु खै, मुनु 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 कहाँ छ? मुनु मुनु त कुखुराको खोरमा छ, कुखुराको खोरमा। यो मुनु मुनु होइन, यो त कुखुरा नै हो। देऊ छैन कुखुराको खोरमा, नि कहाँ गयो? ए यहाँ बसेर रहेछ मुनु मुनु। के गरेछस्? तेरो बस्ने ठाउँ त मजाको छ है मुनु मुनु। दाउराको उसमा मजाले बसेछ मुनु मुनु। बारीको भ्यू अनि हेर्नु साथीहरू। ओ चरा कराछन् कति मजाले बिहान बिहान। दामी छ गाउँको भ्यू। यो फुल फुलेछ घिरौँलाको, घिरौँला नि फलेछ हेर्नु साथीहरू एउटा। यो हो भक्कु, भक्कुको बुट्टा रुख एउटा फलेछ भक्कु सानो। अस्ति धेरै फलेको थियो साथीहरू, हावाहुरीले सबै ढलाइदियो। त्यहाँ कटहर नि फलेछ, म कटहर नि देखाउँछु है। मेरो हातमा मकैको थाल हातमा लिएर हिँडेर छु म ब्लग बनाउँदै। फुल हेर्नु त कति मजाले फुलेरहेछ है। यो मकै हो, यो सबै सुँगाले खाइदिएर हेर्नु त। हिजोको ब्लग भिडियोमा पनि देखाएको थिएँ मैले। झारी छ कि यहाँ, डर लाग्छ सर्पको। सर्पको त अड्डा नै हो यो। ओ हेर्नु त यस्तो झारी छ। ऊ कटहर हेर्नु त कति मजाले फलेछ। अहिले यो पाक्ने बेला भएको छैन, 1 महिनापछि यो पाक्छ। फेरि यो खान मजा आउँछ। पुरा माथिसम्म छ। ए एउटा तल पनि फलेको रहेछ साथीहरू। ए हेर्नु त तलै। ए यहाँ यो सबै हाम्रो बारी हो। यो बेलौतीको रुख, बेलौती फले छैनन्, साना पतिला फलेछन्। एउटा यहाँ फलेछ नि। यो हाम्रो होइन है, यो फेरि बारी, यो हाम्रो छिमेकी अङ्कलहरूको करेला हेर्नु त, रातो न रातो छिप्पियो। ए यसको बिउ हुन्छ, बिउ। अब यो खानालाई युज गरिन्न, अब यो बिउमा काम लाग्छ। टमाटर नि फलेछ हेर्नु त। ए ओहो कति मजाले फलेको। हेर्नु यो मकै मेरै हातमा। यो मकैको थाल अहिलेसम्म मेरै हातमा छ है। हातमा लिएर म हिँडिरहेछु ब्लग बनाउन। हेर्नु भ्यू, बारीको भ्यू। मकै बारीमा छु म, के अरे मकै घारीमा। यो घाँस बाख्राको घाँस। बाख्राले खान नि हुन्छ, भैँसीले खान नि हुन्छ, गाईले खान नि हुन्छ। यो साग, यसलाई साग खान युज गरिन्छ। के गरेछौ तिमीले?
यसलाई सब स्कुल जाने बेला भएको छैन त मोर्को धारा हेर्नुहोस् त्यो धारा पहिला पहिला आजभन्दा 8-9 वर्ष पहिला पानी खान युज गरिन्थ्यो तर अहिले कपडा धुन युज गरिन्छ किनकि घर घर खानेपानीको धारा लागिसकेछ त्यही भएर यसलाई युज गरिन्न खानेपानीमा छोरा खेलिरहेछौ तेरो स्कुल जाने बेला भएको छैन यो मकैको थाल अहिलेसम्म मेरै हातमा छ हेर्नुहोस् ए आज मकैको थाल लिएर म ब्लग बनाउँदै हिँड्दै गरेछु पुरी पाकेन हाम्रो पुरी पाकिरहेछ ल साथीहरू आजको मेरो ब्लग भिडियो यति नै यस्तै ब्लग भिडियोहरू लिएर आउनेछु आजको लागि यति नै ओके बाई